म सुरुमा अस्ट्रेलियामा आउँदा मैले खाएको हेपाई। म चाहिँ सुरुमा आउँदा सानो सानो थिएँ, अब भर्खरको यङ होइन। अनि किचनमा काम पाएँ, भाँडा माझ्ने काम। अनि नेपाली हेड सेफ हुनुहुन्थ्यो। अनि म चाहिँ नेपालबाट आउँदा मायाले दिएको कुसुमे रुमाल गोजीमा थियो। अनि भाँडा माझ्दा माझ्दा यति धेरै भाँडा भयो अनि असिना पसिना भएँ म। अनि असिना पसिना भएर चाहिँ मैले त्यो मायाले दिएको कुसुमे रुमाल टाउकोमा बाँधेर मजाले भाँडा हान्न लाएँ होइन। अनि एकछिन भाँडा हान्दै थिएँ, किचनबाट एउटा घैँटे सेफले स्वाट्टै सुसिली हालेर बोलाए। अनि म यसो हेरेँ, अनि भाइ यता आउँदा अरे। अनि मलाई झनक्क रिस उठ्यो, दाइ किन सुसिली हालेर बोलाउनु भएको, मेरो त नाम छ त भनेको। दाइले भन्छन्, भाइ तिमी त नेपालको खले जस्तो देखेको छ अरे। मलाई रिस उठेर दाइलाई भने, दाइ यसरी हेपेर चाहिँ नबोल्नु, एक दिन म तपाईँको भुँडीभन्दा पनि बढी प्रगति गरेर देखाउँछु भनेको। केही बोलेनन्।